हेलो एभ्रीबडी। प्यारिसको सुरुवात चाहिँ मेरो सिस्नोबाट हुँदैछ। यहाँ चाहिँ मेरो होटलको बाहिर सिस्नो रहेछ, यति मजाको होइन। हामी चाहिँ नेक्स्ट डे लुभ म्युजियम, प्यारिस भन्ने बित्तिकै बाइ द वे प्यारिस भन्ने बित्तिकै चाहिँ सबैलाई आइफल टावरको याद आउँछ। तर नो आइफल टावर भन्दा पनि अर्को चाहिँ वान अफ द लार्जेस्ट म्युजियम होइन, आइकोनिक म्युजियम चाहिँ लुभ हो। हामी चाहिँ लुभमा गएको। यो चाहिँ ठिक यो चाहिँ एक्ज्याक्टली मलाई त्यो चाहिँ थाहा भएन होइन। लुभको 10 मिनट बिफोर चाहिँ यो रहेछ होइन। हामी यहाँ घुम्नु गयौँ, अन्त यहाँ फोटोसोटो लियौँ होइन। अन्त अर्को कुरा चाहिँ फ्रान्समा चाहिँ होइन के उयो लाग्यो भने चाहिँ अब पहिला हामीले म त अब वेन आई वाज इन पन्डिचेरी होइन, म फ्रान्स त्यहाँ त पन्डिचेरी त अब सेकेन्ड फ्रान्स, नोन एज सेकेन्ड फ्रान्स होइन देखेको नि त। अन्त पुरा अब लाइक काइन्ड अफ मेनिफेस्टेसनै भइसकेको थियो क्या। अब काश जानु पायो, कस्तो होला फ्रान्स होइन। त्यहाँ फ्रान्स स्कुल थियो त्यहाँनिर, अब पुरा फ्रान्सको अब टुरिज्महरू हुन्थ्यो होइन। त्यतिखेर चाहिँ सुनेर अब जानु मन थियो हामीलाई होइन, मलाई स्पेसली होइन। अन्त त्यो टाइममा चाहिँ अब कस्तो होला के होला भनेर चाहिँ अब त्यो सोच्थेँ होइन। अहिले चाहिँ फाइनली मेरो त्यो अब मेनिफेस्टेसन भनौँ या अब मेरो यो चाहिँ पुरा भयो होइन। म फ्रान्समा छु होइन। फाइनल्ली अब सोचेको अब होइन, इमेजिनेसन कस्तो गरेको थिएँ होइन एक्ज्याक्ट। अब मैले अब तपाईँहरू अगर पन्डिचेरी घुम्नु भएको छ भने चाहिँ फ्रान्स चाहिँ त्यहाँनिर मिनी फ्रान्स चाहिँ त्यहाँ देख्नु सक्नुहुन्छ। एकदमै पिसफुल हुन्छ। हुन त अब युरोपियन कन्ट्रीहरू एकदम पिसफुल हुन्छ होइन। अब आफूलाई हामी त्यहाँ गएर पनि थाहा भयो होइन। आई मिस दोस डे। म गल्लीमा घुम्दै यहाँनिर हेर्नु न कस्तो मजाको यहाँनिर चढेर सबै प्यारिस देखाउँदो रहेछ। यो यसमा चढेर होइन, बोटमा चढेर सबै यहाँबाट यो सबै यहाँ सबै वरिपरि अब आइफल टावरहरूसम्म जानु पाउँदो रहेछ यहाँ यसमा चढेर चाहिँ होइन। अब हाम्रो चाहिँ फाइनली इन्टर भयो लुभ म्युजियममा होइन। एकदम वान अफ द लार्जेस्ट आइकोनिक म्युजियममा चाहिँ यो चिनिँदो रहेछ होइन। यहाँ यति मजाले पियानो बजाइरहेको थियो, तर मैले यो अरिजिनल भिडियोलाई चाहिँ उयो भोइस ओभर गर्नु पऱ्यो होइन, त्यो नोइस ब्याकग्राउन्ड नोइस भएको कारणले गर्दा। म चाहिँ पुरा एकदम वरिपरि देखाउँदैछु होइन। ऊ त्यहाँबाट आएको भन्दै यो लेक होला, सायद लेक होला यहाँमा। यो चाहिँ स्टार्टिङ हुन्छ है म्युजियम यहाँबाट। यति ठुलो म्युजियम होइन, कान्ट इभन बिलिभ होइन, यति ठुलो म्युजियम। अब यहाँबाट चाहिँ अब पस्नु पर्दो रहेछ, इन्ट्री हुँदो रहेछ। तर हामी भित्र चाहिँ जानु पाइनौँ, बाहिर मात्रै। किनभने भित्र जानुको लागि चाहिँ अब टिकट पहिला बुक गर्नु पर्दो रहेछ। हाम्रोमा टाइम पनि थिएन, सर्ट टाइम थियो होइन। यही दिन हामी फर्किँदै थिएँ। अन्त यहाँ यो सबै म्युजियम हो। त्यहाँ त्यो कर्नरबाट स्टार्ट भएर अर्को कर्नरमा चाहिँ इन्डिङ हुन्छ। फ्रान्स चाहिँ यस्तै देखेर यस्तो जाडो थियो होइन। मैले त अब यो भिडियो धेरै पछि हालेको, टाइम नभएर हो कि के भएर, टाइमै नभएर होला सायद। यहाँ मैले देखाउँदैछु खुसी भएर, यस्तो रहेछ उस्तो रहेछ भन्दै होइन। अन्त यो आइफल टावर एउटा के भन्छ, एउटा गानाको पनि याद आयो, आई एम इन प्यारिस, डोन्ट इभन वरी अबाउट मी उल्लाला भनेको जस्तो क्या। यो चाहिँ फाइनली हामी चाहिँ लुभ म्युजियमभित्र इन्टर गरिसक्यौँ। लुभ म्युजियमको चाहिँ यो पिरामिड हो। यसो छेउबाट लिँदैछु मैले। अब यो चाहिँ यहाँ फोटोहरू पनि खिचेको छु हामीले होइन। यो हेर्नुहोस् त कति ठुलो छ म्युजियम। यो एकदम लार्जेस्ट आइकोनिक आर्ट म्युजियम अरे यो चाहिँ होइन। यो म्युजियमभित्र पस्नुको लागि चाहिँ अब यो लाइन हेर्नुहोस् कति चाहिँ लाइन। यो लाइनमा उभिएको भए चाहिँ भोलि र पर्सिको चाहिँ टिकट पाउँथ्यो होला। तर अनफोर्चुनेटली हाम्रोमा चाहिँ टाइम पनि थिएन होइन। सर्ट टाइमको भिजिटको लागि गएको थियौँ। तर ठिकै छ, भित्र पस्नु पाएन, बाहिरै सही हेरेर आयौँ होइन। यहाँभित्र पसेको भए त झन् सुनमा सुगन्ध हुन्थ्यो होला। तर अब जानु पाइनँ होइन। यति ठुलो नि, अब यति ठुलो होइन, म त इमेजिन पनि गर्न सक्दिनँ अब भित्र चाहिँ कत्रो थियो होला। अब यो लाइन हेर्नुहोस् त, मान्छे पागल जस्तो लाइनमा उभिरहेको थियो होइन। यो लुभ म्युजियममा चाहिँ
एउटा कुरै हामीले सानोदेखिको पढेर आएको मोनालिसा होइन, एकदम अब मान्छेले तपाईँहरूले कसरी इमेजिनेसन गर्नुहुन्छ यस्तो ब्युटिफुल होइन। मोनालिसाको चाहिँ अरिजिनल पिक्चर है यो चाहिँ, उहाँको चाहिँ अरिजिनल पिक्चर चाहिँ यहाँ रहेछ होइन। मैले छेउबाट देखेँ, हामीले त अब कस्तो देखेको थियो नि त पिक्चरमा अर्कै, यो चाहिँ मोनालिसाको चाहिँ अरिजिनल पिक्चर। सी इज भेरी ब्युटिफुल होइन। अरिजिनल पनि यो हेर्नुहोस्। तर सरी यहाँबाट चाहिँ भित्र पस्नु पाइनँ होइन, तर एकदम फ्रान्सको हाम्रो भिजिट चाहिँ सर्ट टाइम भिजिट चाहिँ एकदम राम्रो थियो, यादगार थियो होइन। यहाँबाट चाहिँ अब सत्य पसेर बाहिर निस्क्यौँ, किनभने यहाँभित्र त जानु पाइएन। अब यहाँबाट चाहिँ एक्जिट भयौँ, तर एकदम मजा आएको थियो, राम्रो थियो, चिसो थियो त्यतिखेर नै होइन। अब अहिले त विन्टर अभियसली अब अहिले स्नोफलहरू हुँदैछ। मैले आफूलाई पनि देखाइहालेँ अलिकति, किनभने अब फेरि टाइम आउँदैन होइन। आओस् टाइम चाहिँ आओस् भन्छु, तर पनि अब गएको बेलामा है लिइरहनु। हेर्नुहोस् त कति ठुलो। थ्याङ्क यू फर वाचिङ, बाई।